संसारको जोर सखुवाको टोल भेलामा चाहिँ नगर प्रमुख पनि आइसक्नु भएको छ यहाँ यसरी ल है आइसक्नु भएको छ यहाँ सबैजना भेला भएको है सबैजनाले यसरी देख्न सकिन्छ यहाँ स्वागतको लागि खजाहरू लिएर आएको देख्न सकिन्छ हो नि फेरि मलाई होइन अब तपाईँहरूको पालो तपाईँहरू धुनु मन लाग्दैन म अल्छे छु मुख धुनु मन लाग्दैन भन्नु भएछ मेरो साथले यसरी स्वागत भइसकेको छ मेयर साहबको चाहिँ यहाँनिर है मित्रहरू अब यस कार्यक्रममा उपस्थित भइदिनु भएकोमा उहाँलाई जोरदार तालीको साथ स्वागत आइदिनु होला र अब हाम्रो कार्यक्रम अगाडि बनाउन गइरहेछौँ धेरै भूमिका निर्वाहन सरस्वती कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु र आजको यो श्रम संस्कृति महाअभियानको टोल समिति गठनमा जो समितिको अध्यक्ष हुनुहुन्छ म सरस्वती समितिको नाम पढ्न गइरहेछु उहाँलाई म नाम पढ्छु उहाँहरू अगाडि आइदिनु होला म हार्दिक अनुरोध गर्दछु म नाम पढ्दै जान्छु क्रमशः अगाडि आइदिनु होला अध्यक्ष हुनुहुन्छ श्री निमा शेर्पा राई अगाडि आइदिनु होला निमा दाजु अगाडि आइदिनु होला अध्यक्ष हुनुहुन्छ निमा शेर्पा त्यसै गरी उपाध्यक्ष हुनुहुन्छ श्री मगर त्यसै गरी सचिव हुनुहुन्छ श्री आशिष श्रेष्ठ सबैजना क्रमशः अगाडि आइदिनु होला त्यसै गरी कोषाध्यक्षमा हुनुहुन्छ कल्पना राई त्यसै गरी सदस्यमा हुनुहुन्छ बाँकी रहेको सबैजना हामी सदस्यमा रहनेछौँ र म नाम क्रमशः पढ्दै जान्छु अगाडि आइदिनु होला सदस्यमा हुनुहुन्छ बसन्त मगर त्यसै गरी सदस्यमा हुनुहुन्छ श्री देवीमाया कटुवाल त्यसै गरी सदस्यमा हुनुहुन्छ मोहन कुमार तामाङ टङ्क याखा लोकबहादुर तामाङ गङ्गा परियार सबैजना आइदिनु होला है जसको नाम आउँछ सबैजना अगाडि आइदिनु होला पवित्र याखा रोशन याखा हर्कबहादुर तामाङ वेद कुमारी थापा रूपा घिमिरे सोमबहादुर लिम्बू उहाँहरू सबै सदस्यमा हुनुहुन्छ है सदस्यमा सबैजना आइदिनु होला अगाडि टिकामाया बराइली प्रिया राई रेजिना राई काजीमान लिम्बू भोगबहादुर राई मानबहादुर तामाङ शम्भु प्रसाद तामाङ निर्मला लिम्बू प्रदीप लिम्बू रचना श्रेष्ठ विमला लिम्बू धनशोभा राई सुमन तामाङ धन कुमार राई कटवाल तामाङ जसको नाम आउँछ सबैजना क्रमशः आइदिनु होला है म नाम वाचन गरिरहेछु धन कुमार राई कालो तामाङ सीता याखा मौलशेर राई सागर राई निरन कार्की लोकबहादुर राई माझी नरमाया लिम्बू राई ईश्वरी राई राम तामाङ हरिमाया पोखरेल लीला तामाङ रामकुमारी तामाङ गौरव राई राजकुमार राई दुर्गा खड्का सुस्मिता तामाङ रेणु राई आशा मगर गौरीमाया श्रेष्ठ
धरान सोह्रको जोरसोकामा चाहिँ टोल कमिटी गठनमा र सम्पूर्ण सदस्यका पदाधिकारीहरूलाई चाहिँ यहाँ मेयर साहबले टिका लाएर स्वागत सम्मान गर्नुहुँदैछ। खाइदिने सबैजना पछाडि हुने भाइ बहिनीहरू, हाम्रो जेन्जी भाइ बहिनीहरू सबैजना अगाडि आइदिनु होला। सबैजना पछाडि रहनु हुने सबैजना आइदिनु होला, अगाडि आइदिनु होला। सबैजना क्रमशः आइदिनु, सबैले टिकाकरण गर्नु होला मेयर साहबको हातबाट। सबैजना आइदिनु होला, सबैजनाले चाहिँ हाम्रो मेयर साहबको हातबाट टिकाकरण गरिदिनु होला, आइदिनु होला। सबैजना आउनु होला, क्रमशः सबैजना आइदिनु। नानी जाऊ तिमी पनि आऊ लगाऊ। आज हामी त्यो कमिटी गठन गर्दैछौँ र जति पनि यहाँहरूको नाम हामीले वाचन गरिसकेको छौँ र कोही छुट्नु भएको छ भने त्यसको नाम नम्बर छुटेको फोनहरू पनि दिँदाजहरूलाई म हार्दिक अनुरोध गर्दै धरान सोह्र स्थित सखुवा जोड सखुवा गाछामा चाहिँ टोल कमिटी गठन धमाधम भइरहेछ। यहाँ र स्टिकरहरू पनि दिनुहुँदैछ मेयर साहबले। यता आइदिनुहोस् एकछिन सबैजना, नयाँ पुरानो सबैजना आइदिनुहोस्। सबैजना एकछिन यता आइदिनुहोस्, एकछिन यता आइदिनुहोस् ल, पुरै केही कुरो ल। सबैजना मैले केही कुरा भन्न चाहेँ थोरै ल, ध्यान दिएर सुन्नु है, ध्यान दिएर सुन्नु ल सबैजनाले, ध्यान दिएर सुन्नु ल सबैजनाले। हामी यहाँ आज एउटा टोलको टिम बनाउन आएका छौँ। कस्तो टिम हो त यो भन्दाखेरि हामी काम गर्ने मान्छेहरू पर्छौँ होइन। मोटामोटी दुई खालका मान्छे हामी हुन्छ, कोही चाहिँ काम गर्ने, कोही गफ गर्ने। हामी एकछिन हजुर र मोटामोटी हामी दुई खालको मान्छे हुँदो रहेछौँ। एउटा चाहिँ गफ गर्ने, अर्को काम गर्ने। काम गर्ने मान्छेको टिम, श्रम संस्कृतिको टिम बनाउन हामी कुदिरहेछौँ यतिखेर र विभिन्न टोलमा, वडामा कुद्ने बेला विभिन्न ठाउँमा तपाईँहरूले देखिराख्नु भएको छ फेसबुकतिर, हामी विभिन्न अरू ठाउँमा पनि गइरहेका छौँ र श्रम संस्कृति को टिम हामी बनाउन यहाँ आएका छौँ र उपस्थित हुनुहुने र आबद्ध हुनुहुने समितिमा आबद्ध हुनुहुने सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु, बधाई दिन चाहन्छु, शुभकामना पनि मेरो छ। हाम्रो यो देश बनोस् भन्ने लाग्छ कि बिग्रोस् भन्ने लाग्छ? हामीलाई बनोस् भन्ने लाग्छ होइन, तर लाग्दैमा बन्दैन। लाग्नु ठुलो कुरो होइन, तर देश बन्नु नबन्नु भन्ने कुरा चाहिँ हामी अगाडि बढ्छौँ बढ्दैनौँ भन्ने कुरामा भन्नुपर्छ। त्यसको कारणले देश बनाउनका लागि अगाडि बढ्ने टोली होइन, नबोलिदिनु होला, साइडमा नबोलिदिनु होला, सुन्नु होला है। देश बनाउने टोली हामीले निर्माण गर्दैछौँ देशभरि होइन। त्यो क्रममा हामी यहाँ आएका छौँ र हामीले चाहिँ नि आज यो 16 नम्बरको जोड सखुवा चौकमा पनि एउटा टिम बनाएको छौँ। यो टिमलाई हाम्रो चाहिँ नगरको समितिले फलोअप गरिरहनु सधैँभरि। दिनेशजी लगायतका साथीहरू सब जो जति हुनुहुन्छ तपाईँहरूले फलोअप गर्नु। हाम्रो यहाँको को अगुवा हामीले छानेका छौँ, तपाईँहरूले फलोअप गर्नु। कहिलेकाहीँ श्रमदानमा आउनुहोस् होइन, टोल सफा राख्नुहोस् है। विभिन्न खालका समस्याहरू हुन्छन् हाम्रा सहरमा, ती समस्या तपाईँ हाम्रै समस्या हो, तपाईँको घरको समस्या अरूको घरको मान्छेले आएर तारिदिँदैन भने जस्तो हाम्रो देशको समस्या, हाम्रो नगरको समस्या अरू मान्छेले आएर अरू ठाउँबाट तारिदिँदैन। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई अनुरोध गर्न चाहन्छु, तपाईँहरू सक्रिय रहनुहोस् यहाँ है, सक्रिय रहनुहोस्। अब खासमा हामी दुईटा उद्देश्यले आएका छौँ। एउटा चाहिँ हामी यहाँ सङ्गठित बन्नलाई, अर्को कुरा चाहिँ मैले एउटा जानकारी दिनलाई पनि आएको हो। देशमा एउटा राजनीतिक तपाईँको चाहिँ विपद आयो। विपद भनेको खोलामा बाढी आउनेलाई मात्रै विपद भनिँदैन, भूकम्प पनि विपद हो, कोरोना पनि विपद हो, कहिलेकाहीँ डेङ्गी लाग्छ त्यो पनि विपद हो भने
कहिलेकाहीँ देशमा विभिन्न खालका राजनीतिक आरोह अवरोहहरू हुन्छ। जेएनजीको आन्दोलन भयो, जेएनजीको आन्दोलनले गर्दा माथि सरकार छैन अहिले, त्यो सरकार गठन गर्ने किसिमको एउटा चुनाव हुँदैछ देशमा। त्यो चुनावमा हामी पनि भाग लिन्छौँ होइन। म तपाईँहरूको सेवा गरिराखेको मान्छे हुँ र म चाहिँ अब माथिको चुनावमा भाग लिनु पर्यो भनेर सोच्दैछु। त्यसमा तपाईँहरूले साथ दिनुपर्छ, मलाई पर्दैन? अब हर्क साम्पाङ जस्तो मान्छे माथि जाओस् र हर्क साम्पाङको विचारले चाहिँ होइन यो देशमा काम गरोस् भन्ने लाग्छ भने तपाईँहरू सबै नेपालीले मलाई साथ दिनुपर्छ। अब लाग्दैन भने त फेरि मैले जबरजस्ती गर्नु मिल्दैन होइन, त्यो हो। र हामी साँच्चै नै देश बनाउन सक्ने मान्छे हौँ है। यो देशका अराजकता, अन्याय, अत्याचार, भ्रष्टाचार, घुसखोरी, कमिसन होइन खोरी, यी सम्पूर्ण कुरालाई हामीले चाहिँ नि अन्त्य गर्न चाहन्छौँ भने हाम्रो यस्तो विचार, इमान्दार विचार माथि पुग्नुपर्छ। सबैले आफू राम्रो हुँ भन्छ, म पनि म राम्रो हुँ, म राम्रो सबभन्दा जान्ने, म गर्छु भन्छु, अरूले त्यही भन्छ। तर गर्ने हो या होइन भन्ने कुरा तपाईँहरूले मूल्याङ्कन गर्ने हो है। हर्क साम्पाङ कस्तो मान्छे हो भन्ने कुरा तपाईँहरूले मूल्याङ्कन गर्नु, मैले भन्नुभन्दा पनि म त आफूलाई राम्रै भन्छु। तर तपाईँहरूको नजरमा, तपाईँहरूको सोचाइमा म कस्तो छु? यदि राम्रो छु भने म जस्तो मान्छेलाई र म जस्तो मान्छेको टिमलाई हामीले चुनाव चिन्ह माटो लिएर आएको छौँ। अहिले म स्टिकर दिन्छु सबैजनाले जाने बेलामा, तपाईँहरूले लगेर आफ्नो आफ्नो घरमा होइन, ढोकामा टाल्नु होला, बाइकमा टाल्नु होला होइन। त्यो तपाईँको चाहिँ स्टिकर सफारीतिर पनि टाल्नु होला साथीहरूले। त्यसमा हामीले चाहिँ चुनाव चिन्ह राखेका छौँ। कतिले भन्छ हर्क साम्पाङको चुनाव चिन्ह बाँसुरी, घन्टी के भन्छ होइन। मेरो चुनाव चिन्ह भनेको चाहिँ यो अञ्जुलीमा राखेको माटो, यो भात तपाईँको हो, माटो पनि तपाईँकै देशको माटो हो, हाम्रो देशमा। र यो चुनाव चिन्ह सहित हामी श्रम संस्कृतिको टिम भाग लिन्छ। म सुनसरी क्षेत्र नम्बर 1बाट उठ्छु, यही क्षेत्रबाट उठ्छु होइन। अब यही क्षेत्रबाट म चाहिँ नै मेयर पनि भएको हो, तपाईँहरूको सेवा पनि गरिरहेको छु, तपाईँहरू सहयोग पनि गरिरहेको छु भने म अन्यत्र ठाउँबाट उठ्दिनँ, म यही ठाउँबाट होइन। साथै हाम्रा उम्मेदवारहरू यही चुनाव चिन्ह लिएर उठ्नेछन्। हामी मेची महाकाली सबैतिरबाट उम्मेदवार खडा गर्ने अहिले प्रयत्न गरिरहेका छौँ र हामीलाई चुनाव चिन्ह माटोमा भोट दिनुहोस् है। हामी के कुरा गर्छौँ भनेर धेरै कुरा म राख्न चाहन्न। भ्रष्टाचार हुँदैन। म तपाईँहरूलाई स्मरण गराउँ, मैले धेरै काम गरिनँ, राम्रो काम गरिनँ, त्यो इतिहासले मूल्याङ्कन गर्नेछ। पछि तुलना गर्नुहोस्, पहिला मभन्दा पहिलाको मेयरको के थियो काम, त्योभन्दा पहिलाको मेयरले के गर्यो, मैले के गरेँ होइन भन्ने कुराहरू मूल्याङ्कन गर्नुहोस्। भने जस्तो त हुँदैन। हेर्नुहोस्, तपाईँ नै आफै मेयर भए पनि तपाईँले भने जस्तो गर्न सक्नुहुन्न। किनभने बजेट थोरै हुन्छ, बजेट ठुलो बनाऊ ट्याक्स बढाउनुपर्छ, ट्याक्स ठुलो बढाउँ विरोध हुन्छ, समस्या धेरै छ। तथापि ती सम्पूर्ण सीमाभित्र रहेर पनि मैले तपाईँहरूको सेवा गरेँ होइन। खानेपानीको मुद्दा सुन्नु है राम्रोसँग। खानेपानीको मुद्दा मेरो नम्बर 1 को मुद्दा हो। मैले के भनेको थिएँ भने म बरु बाटो बनाउँदिनँ तर तपाईँले पानी चाहिँ खुवाउँछु होला भनेर भनेको होइन। तपाईँको घरमा पानी होइन आइराखेको होला, अब छैन भने भन्नु होला होइन। तर म आउनु अगाडि के थियो समस्या भन्दाखेरि म यता आउँथेँ, असोजतिर समस्या भइराखेको होइन। यो चेपे खोलामा गाडीको लाइन हुन्छ, त्यो चेपे खोला भन्छ होइन, यतापट्टि गङ्गटे खोला है, यी कुराहरू थियो। त्यसले गर्दाखेरि मैले भनेको कुराहरू मैले गरेँ जस्तो लाग्छ अलिअलि। सबै त गरिनँ होला ठिक छ, तर मैले गर्न खोजेको मेन कुराहरू गरिएको र त्यसले गर्दाखेरि ती कुराहरूलाई पनि मूल्याङ्कन एकछिन ती कुराहरूलाई पनि मूल्याङ्कन गर्नु होला। यो सुन्ने बेलामा त्यो के नगरिरहँ न, मूल्याङ्कन गर्नु होला। मूल्याङ्कन गरेर सही लागेमा चाहिँ गर्ने हो। फेरि मेरो जबरजस्ती छैन है यहाँ। सही लागेमा म जस्तो मान्छे त्यहाँ माथि जाओस् भन्ने कुरा तपाईँहरूलाई लाग्छ भने श्रम संस्कृतिलाई भोट दिनुपर्छ। म मिडिया पनि हुनुहुन्छ, नेपालभरि म आउन अहिले भ्याइराखेको छुइनँ होइन। म पश्चिम आउन चाहिरहेको छु, कता चाहिरहेको छु, तर मेरा पनि थुप्रै सीमा र बाध्यताहरू छन् होइन। काम पनि गर्नु परिराखेको स्थिति छ। त्यसले गर्दाखेरि मिडिया मार्फत पनि मैले भनिराखेको छु सबैजनालाई, मैले 1 रुपियाँ भ्रष्टाचार गरिनँ अहिलेसम्म होइन।
कुरा बुझ्नुभयो नि। 1 रुपियाँ भ्रष्टाचार मैले गरिनँ, कमिसन खाइनँ, घुस खाइनँ। र जति सक्दो मैले मेरो जानकारीमा आएसम्म त्यस्तो गर्ने मान्छेहरूलाई मैले रोकेँ, मुद्दा लगाएँ है। कतिको जागिर निलम्बन पनि गरेर राखेको छु होइन, मुद्दा लडिरहेछन् उनीहरू। फेरि त्यो तरिकाले पनि हामी चाहिँ गइरहेको कुरा पनि जानकारी गराउन चाहन्छु। भन्नुको मतलब देशमा भ्रष्टाचार नहोस् भन्ने यदि तपाईँलाई चाहना छ भने मलाई जिताइदिनु होइन। म झुटो बोल्ने मान्छे होइन है। हेर्नु, 1 रुपियाँ पनि भ्रष्टाचार गर्दिनँ, म जीवनभर गर्दिनँ। मैले तपाईँहरूको नगर प्रमुख हुनुभन्दा पहिला मैले एउटा कुरा के भनेको थिएँ भने 1 रुपियाँ मैले भ्रष्टाचार गरेछु भने मेरो त पार्टी पनि छैन, सङ्गठन छैन। मलाई भानुचोकको रेलिङमा बाँधेर जुत्ताले कुट्नु, मोर्चो दल दिनु, 1 हप्तामा म धरान छोड्छु, 7 जुनी मेरो धरान आउँदैन, 7 पुस्ता मेरो धरान आउँदैन भन्नु मैले भनेको होइन। त्यो मेरो बाचामा होइन, त्यो मेरो प्रतिज्ञामा म अझै छु, जीवनभर रहन्छु। त्यसो भएको कारणले त्यो खालको मान्छे यो देशको प्रधानमन्त्री भयो भने तपाईँले अब कल्पना गर्नुहोस् भ्रष्टाचारीहरूलाई हामी कस्तो तरिकाको सजाय दिन्छौँ होला होइन, कस्तो सजाय दिन्छौँ होला। अहिले त के छ, यतै ठगेको छ, उतै ठगेको छ, यतै भ्रष्टाचार गरेको छ, उतै गरेको छ, के गर्ने होइन। त्यसले गर्दाखेरि राम्रो बुझौँ है, राम्रो बुझौँ है, जस्तै राम्रो बुझौँ है, राम्रो बुझौँ है। जस्तै तपाईँले घर सफा गर्न चाहनुहुन्छ भने घरको माथि सिरन तलाबाट सफा गर्नुपर्छ, भुइँतल्लो मात्रै बढाएर हुँदैन। पानीको मुहान सफा नगरिकन तपाईँको धारा मात्रै सफा गरेर हुँदैन। त्यसले गर्दा भ्रष्टाचारलाई यदि रोक्ने हो भने म जस्तो मान्छे, हर्क साम्पाङ जस्तो मान्छे माथि पुग्नुपर्छ। यहाँ तल गएर मैले के पनि गर्नु सक्दिनँ, तल बसेर त्यो सानो ठाउँमा। त्यसो भएको कारणले गर्दाखेरि त्यो शुद्धिकरण सुशासन चाहनुहुन्छ भने होइन, चुनाव चिन्ह माटोमा भोट हाल्नु है। कुरा थुप्रो छ, भनौँ भने रात दिन तपाईँको 7 दिनसम्म भन्दा पनि सकिँदैन। तर कुरा यति हो, भ्रष्टाचार नहोस्, तपाईँहरूले तिरेको पैसा सदुपयोग होस्, गुणस्तरीय काम होस् भन्ने यदि तपाईँहरूलाई लाग्छ भने र साथै यो देशमा होइन एउटा आमूल परिवर्तनकारी शैक्षिक परिवर्तन होइन, उद्योग धन्दाको सुरुवात हामीले उद्योग पनि सुरु गऱ्यौँ नि, गरेनौँ। कुनै पालिकाले गरेको छैन, नेपालमा कसैले पनि गरेको छैन। त्यो उद्योग दर्ता गर्नु खोज्दाखेरि दर्तासम्म नदिएर मुद्दा छोड्दैछु अझै पनि मैले होइन। उद्योग खोल्नु पनि नदिने खालको मान्छेहरू रहेछन् यहाँ क्या। म त्यहाँ गएर गाउँमा एउटा उद्योग खोल्न चाहन्छु होइन। प्रत्येक घरमा एकजना मान्छे तपाईँको चाहिँ स्वरोजगार बनाउनुपर्छ, पर्दैन। अहिले हामी सबै बेरोजगार छौँ होइन, सबै बेरोजगार छौँ, उद्यमी हामी छैनौँ। कसैले केही उत्पादन गऱ्यौँ भने त्यो बेच्नु कहाँ लानुपर्ने हो समस्या परिहाल्छ होइन। त्यसले गर्दाखेरि राम्रो बुझौँ है। अहिले तपाईँहरूले एउटा सानो व्यवसाय खोल्नु खोज्नुभयो भने तपाईँको अनेक थरीको झमेला छ। त्यो व्यवसाय सञ्चालन हुन्छ हुँदैन भन्ने झमेला छ है। त्योभन्दा बरु विदेश जानु सजिलो हो भनेर हामी विदेश जान्छौँ। विदेश जानु त्यति सजिलो छ र छैन होइन। विदेश गएर आउँदाखेरि धेरै चेन्ज भइसकेको हुन्छ मान्छे, धेरै चेन्ज भइसकेको हुन्छ परिवेश। त्यो विदेश गएर आउने मान्छेले पैसा चाहिँ तपाईँको चाहिँ ल्याउँछ, अलिकति एउटा सानो घर त बनाउँछ होला, तर त्योभन्दा उता उसले केही पनि गर्न सक्छ। त्यसले गर्दाखेरि पनि हामी तपाईँहरूलाई भन्न चाहन्छौँ कि त्यो विदेश गएर दुःख गर्ने जुन छ त्यो चाहिँ तपाईँको चाहिँ हाम्रै देशमा केही गर्न सकिन्छ भन्ने वातावरण हामी मिलाउन सक्छौँ। अब तपाईँहरूले पत्याउनुहुन्छ भने पत्याउनुपर्छ, पत्याउनुहुन्न भने मैले जबरजस्ती गर्दिनँ होइन। अर्को सामानभन्दा राम्रो काम गर्ने मान्छेहरू कोही छ भने मेरो फेरि भन्नु केही छ होइन। सानो उमेरमा सुन है सानो एकछिन है दिदी एकछिन हजुर एकछिन न। सानो छोटो समयमा धरानले निकै नाम पनि प्रसिद्ध भयो नि, भएन धरान? कसको कारणले प्रसिद्ध भयो भन्नु त? एउटा अनुहार नपरेको मान्छेको कारणले भयो होला होइन? हो होइन एउटा अनुहार नपरेको पिरो बोल्ने मान्छेको कारणले धरान प्रसिद्ध छ होइन होइन? हो है। धरानको शिर हामीले उच्च बनाएको छौँ कि निहुराएको छौँ?
एउटा इमान्दार कर्मठ मेयरको तपाईँको सहर भनेर चिनिन्छ होइन हो कि होइन यदि मैले भ्रष्टाचार गरेँ यस्तो नाथे भ्रष्टाचारी यो फटा यो भन्छ होइन धरानको नाम अँध्यारो होइन उज्यालो बनाएको छ उहाँले त्यसरी नै यो देशको नाम पनि उज्यालो बनाउने हो भने होइन तपाईँको यो देशको स्वाभिमान पनि तपाईँको चाहिँ बढाउने हो भने चाहिँ चुनाव चिन्ह मात्र भोट हाल्नुपर्छ तपाईँहरूले हाल्नु अरूलाई पनि हाल्नु अरू पनि झुक्काउन आउँछन् थुप्रै फेरि पुरानोहरू पनि आउँछन् हामी पुरानो गर्छु गरिहाल्छौँ भन्छ उसको भाषण सुनेको 70 वर्ष भइसक्यो फेरि सुनाउँछ 70 वर्ष 1 घन्टा सुनाउँछ फेरि 70 वर्ष प्लस 1 घन्टा सुनाउँछ कति आयो नसुन्नु है सुन्नु न त्यसले गर्दाखेरि अहिले फेरि थुप्रै अरू पनि छ गाँठो बन्धन गर्दै आउनेहरू पनि छन् गाँठो बन्धन गर्नेले पनि गर्दैन उनीहरूको पनि नाम छानेको मैले छैन उनीहरूको के त्यसले गर्दाखेरि तपाईँ हामी त सँगै काम गर्ने मान्छे हो होइन तपाईँको दुःखमा मैले साथ दिएको छु होइन सुन्नु है तपाईँको दुःखमा मैले साथ दिएको छु होइन तपाईँको पीडामा मैले साथ दिएको छु तपाईँ हामी सँगै यात्रा गरिरहेका छौँ तपाईँ मलाई राम्रो चिन्नुहुन्छ म चुनाव जितेर पहिलोचोटि यहाँ आएको होइन होइन यहाँ तपाईँहरूको चाहिँ नि डेङ्गी लाग्दाखेरि लार्वा मार्दै पनि आएको छु धुवा हाल्दै पनि आएको छु तपाईँहरूको बाटो के छ पानी के छ भन्दै पनि आएको छु फोहोर मैला टिप्दै पनि आएको छु होइन यस्तो मेयर तपाईँहरूले पाउनु भएको थियो नडाँटी भन्नु हो यो खालको मन भएको मान्छे अब यो देशको सुन्नु है अब यो देशको सुन्नु न अब मैले सकिहालेँ अब यो देशको प्रमुख ठाउँमा पुग्नु पर्छ तपाईँहरूले पुरानो हुन्छ कुरा बुझ्नुभयो नि हो होइन भने चाहिँ त्यही हो अब मैले अरू कुरा भन्न चाहिनँ यति भन्न चाहेँ त्यहाँ तल पनि पर्खिरहेको छ हामीलाई फेरि होइन सङ्घर्ष चोकमा त्यसो भएको कारणले हामी यहाँबाट बिदा भयौँ एउटा फोटो खिचौँ तपाईँहरूको फोन नम्बर दिनुभएको छैन भने अहिले भर्खर आउने युवाहरूले विशेष गरी फोन नम्बर दिनुभएको छैन भने तपाईँको नाम र फोन नम्बर यहाँ दिनुहोला स्टिकर्सहरू लगेर जानुहोला है चुनाव चिन्ह माटो भन्नुहोला है र यति मैले भने र हामी बिदा पनि भयौँ फेरि तलब जानु है त धन्यवाद ल आधारले संस्कृति पार्टीको धरानसरा स्थित जोर सखुवामा पनि संस्कृति पार्टीको टोल कमिटी गठन भइसकेको घोषणा गर्नुभएको छ मेयर साहबले र अर्को ठाउँ पनि कार्यक्रममा जाने भन्नुभएकोले आजको कार्यक्रम चाहिँ यहीँ अन्त्य भएको छ भन्नुभयो है हस्त सबैलाई नमस्कार धन्यवाद।